हेलो हाई नमस्ते मेरो युट्युब च्यानलमा आज चाहिँ म किचनको सानो भिडियो लिएर आएको छु। हामीले चाहिँ यो गुन्द्रुक यो सिन्की हो, यो सेतो सेतो चाहिँ मुलाको सिन्की अनि यो चाहिँ तोरीको गुन्द्रुक अमिलो छ। यो चाहिँ हामीले धोएर पनि यो भिजाएर राखेको हो। अबदेखि यो रेडी भइसक्यो। अनि यो प्याज अनि यो आलु पनि मिसाउनुपर्छ। यहाँ तेल बसालेर रेडी भइसक्यो अनि यहाँ तेल तातिसक्यो। अब हामी प्याज फुराउँछौँ। हामीले प्याज फुराइसक्यो अनि थोरै बेसार पनि लगाउँछौँ यो प्याजसँगै। अनि यो गुन्द्रुकमा चाहिँ यो गुन्द्रुकको चाहिँ यो तोरीको गुन्द्रुक चाहिँ अमिलो हुन्छ धेरै नै। अनि यसको चाहिँ अचार पनि मिठो हुन्छ भनेर भन्छ, तर मलाई अचारभन्दा पनि गुन्द्रुकको झोलसँग भात खान चाहिँ कति मिठो लाग्छ क्या, कति मनपर्छ। अनि त्यही भएर म चाहिँ आज यसको चाहिँ झोल बनाउँदैछु। गाइज यो चाहिँ हाम्रो घरको सबभन्दा प्यारी हो लुसी। यसको नाम चाहिँ यो चाहिँ अहिले चाहिँ धेरै नरमाइलो मानेर बसिराखेको छ, किनभने बाजे बोजूलाई चाहिँ यसले मिस गरिराखेको छ। बाजे बोजू चाहिँ गाउँमा जानुभएको छ सिरान डाँडा, अनि विशेष गरी बोजूलाई चाहिँ मिस गरेको छ होला यसले, किनभने उहाँहरूसँगै प्रायःजसो उहाँहरूसँगै बसेको हुन्छ नि त घरमा। अब हामी चाहिँ कता कतै हुन्छ अनि उहाँहरूसँगै बसेको भएर चाहिँ उसले चाहिँ सायद बाजे बोजूलाई नै खोजिरहेको छ। अनि गाइज हाम्रो गुन्द्रुक र सिन्कीको झोल पनि रेडी हुन लाग्यो लगभग। अब 1-2 मिनट जति अलिकति उमाल्न पर्यो। वाउ कस्तो मिठो बास्ना आएको छ। गाइज हाम्रो चाहिँ खाना रेडी भयो। यो चाहिँ बुढोको लागि अनि यो चाहिँ मेरो लागि। यो चाहिँ मेरो थाल अनि यो चाहिँ बुढोको थाल। अनि अब खाना खाने रेडी। अब चम्चाले खाने होइन, अब हातले खाने। हातले खाने। तातो रहेछ।